आउनुहोस् आज हामी अलिकति कुराकानी गरौँ आजको यस पवित्र वचनबाट। म तपाईलाई मत्तीको पुस्तक 22 अध्यायको 1 देखि 14 पदसम्मको बारेमा केही कुरा सुनाउन चाहन्छु। यो एउटा दृष्टान्त हो जुन हाम्रा प्रभु येशूले भन्नुभएको थियो र यसले हाम्रो हृदयलाई धेरै गहिराईसम्म छुन सक्छ। कल्पना गर्नुहोस्, हामी कति कामको व्यस्ततामा रहेर सँगै बसेर बातचित गर्न नपाए पनि आज अनलाइनको माध्यमबाट यसबारे कुराकानी गरिरहेका छौँ। हेर्नुहोस्, यो दृष्टान्त राज्यको बारेमा हो। यसमा एउटा राजाले आफ्नो छोराको विवाहको भोजको तयारी गर्छन्। यो कति ठूलो खुसीको कुरा हो। राजाले आफ्ना सेवकहरू पठाएर पहिले निम्ता गरिएकाहरूलाई बोलाउँछन्। आउनुहोस्, सबै तयार छ, तर ती मानिसहरूले आउन अस्वीकार गर्छन्। उनीहरू आफ्नो काममा लाग्छन्, कोही खेतमा, कोही व्यापारमा। कसैले त सेवकहरूलाई समातेर अपमान र हत्या नै गरिदिन्छन्। यसले राजालाई कति दुखी र क्रोधित बनाउँछ, हैन? राजा क्रोधित हुन्छन् र उनीहरूको शहर जलाइदिन्छन्। अनि सेवकहरूलाई भन्छन्, विवाहको भोज त तयार छ, तर निम्ता दिइएकाहरू योग्य भएनन्। अब तिमीहरू चोक र गल्लीहरूमा गएर जति भेट्छौ सबैलाई निम्ता देऊ। अनि ती सेवकहरू बाहिर निस्केर असल र नराम्रो जो कोही भेट्टाए सबैलाई भेला पार्छन् र विवाहको स्थान मानिसहरूले भरिन्छ। यो कति अनुग्रहको कुरा हो। जो पनि आउन चाहन्छ उसलाई निम्तो छ। तर यहाँ एउटा रोचक र गम्भीर मोड आउँछ। जब राजा पाहुनाहरू हेर्न भित्र आउँछन्, उनले त्यहाँ एउटा मानिसलाई देख्छन् जसले विवाहको पोसाक लगाएको छैन। राजाले उसलाई सोध्छन्, हे मित्र, तँ विवाहको पोसाक नलगाई कसरी यहाँ भित्र आइस? तर त्यो मानिस चुप लाग्छ। अनि राजाले सेवकहरूलाई आज्ञा दिन्छन्, यसको हातखुट्टा बाँधेर बाहिर अन्ध्यारोमा फालिदेऊ, जहाँ रुने र दाँत किटाइ हुनेछ। यो दृष्टान्तको अन्तिम भागले हामीलाई धेरै सोच्न बाध्य बनाउँछ। प्रभु येशूले भन्नुहुन्छ, किनकि धेरै बोलाइएका छन् तर थोरै चुनिएका छन्। अब म तपाईलाई यसबारे मेरो मनको कुरा भन्छु। यो दृष्टान्तले परमेश्वरको राज्यको निम्तोलाई देखाउँछ। पहिले उहाँले आफ्ना प्रजा इस्राएलीहरूलाई बोलाउनु भयो, तर उनीहरूले व्यस्तता र अवज्ञाले त्यो निम्तो अस्वीकार गरे। अनि परमेश्वरले आफ्नो निम्तो सबै मानिस जातिलाई, जातिलाई, पापी र धर्मी सबैलाई दिनुभयो। र हामी जो यो निम्तो पाउनेहरू हौँ, हामी उहाँको भोजमा सामेल भएका छौँ। यो पूर्णतः उहाँको अनुग्रह हो। तर यहाँ एउटा गहिरो कुरा के छ भने भोजमा प्रवेश पाउनु मात्र पर्याप्त छैन। राजाले हामीमा के देख्नुहुन्छ? हामीले विवाहको पोसाक लगाएका छौँ कि छैनौँ? यो पोसाक के हो? यो हाम्रो आफ्नै धार्मिकता होइन, किनकि हाम्रो आफ्नो धार्मिकता त फोहोर चिज जस्तै छ। यो पोसाक भनेको येशू ख्रीष्टको धार्मिकता हो जुन हामीले विश्वासद्वारा धारण गर्छौँ। यो पोसाक नलगाए भित्र पस्नु भनेको परमेश्वरको अनुग्रहलाई सस्तो ठान्नु र पवित्र जीवनलाई व्यवस्था गर्नु हो। मेरो प्रिय मित्र, तपाईँ र म यो भोजमा छौँ। हामीले निम्तो पाएका छौँ, तर के हामीले विवाहको पोसाक लगाएका छौँ? के हाम्रो जीवनमा पवित्रताको चिन्ह देखिन्छ? के हामी मात्र बाहिरी रूपमा मसीही देखिन चाहन्छौँ, तर भित्री हृदयले परमेश्वरबाट टाढा छौँ? राजा एक दिन आउनुहुनेछ र हरेक पाहुनालाई हेर्नुहुनेछ। उहाँले हाम्रो हृदयको भित्री गोप्य कुराहरू पनि देख्नुहुनेछ। उहाँको सामुन्ने हामी लुक्न सक्दैनौँ। त्यो मानिस चुप लाग्यो। उसँग कुनै बहाना थिएन। हामीसँग पनि उहाँको सामुन्ने कुनै बहाना हुने छैन। उहाँले हामीलाई सोध्नुहुनेछ, तिमीले मेरो पुत्रको धार्मिकता किन धारण गरेनौ? तिमीले पवित्र आत्माद्वारा पवित्र हुन किन खोजेनौ? र यदि हामी तयार छैनौँ भने हामी पनि बाहिर अन्ध्यारोमा फालिने जोखिममा छौँ। यो कुराले मेरो मन भक्कानिएको छ। धेरै मानिसहरू छन् जो मसीही मण्डलीमा छन्, जो प्रभुको नाउँ लिन्छन्, जो चुनिएका हुन सक्छन्, तर उनीहरूको हृदय र जीवनमा प्रभुको उपस्थिति र पवित्रताको चिन्ह छैन। उनीहरूभित्र त परमेश्वरको भोजमा छन्, तर उनीहरूले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वास, नम्रता, संयम यी पवित्र आत्माका फलहरूको पोसाक लगाएका छैनन्। उनीहरू संसारकै झैँ क्रोध, दाह, अहङ्कार र अनैतिकतामा जिइरहेका छन्। आजको यो वचन हामी सबैको लागि एउटा चेतावनी र एउटा निम्तो हो। चेतावनी के भने केवल बोलाइनु मात्र पर्याप्त छैन, हामीले चुनिनको लागि तयार हुनुपर्छ, पवित्र हुनुपर्छ। र निम्तो के भने आज पनि उहाँ भन्नुहुन्छ, मेरो पुत्रको भोज तयार छ, आऊ, सबै कुरा तयार छ। म तिमीलाई पोसाक पनि दिनेछु, केवल मसँग आऊ, मेरो पुत्रमा विश्वास गर र उहाँको धार्मिकता धारण गर। के तपाईँ आज आफ्नो जीवनको पोसाक जाँच्न तयार हुनुहुन्छ? के त्यो पोसाक येशूको रगतले धोइएको र पवित्र आत्माले भरिएको छ? यदि छैन भने
आजै उहाँको चरणमा आउनुहोस्, पश्चाताप गर्नुहोस् र उहाँको पवित्रताको वरदान माग्नुहोस्। किनकि धेरै बोलाइएका छन् तर थोरै चुनिएका छन्। हामी चुनिएकाहरूमा गनिन चाहन्छौँ, होइन? परमेश्वरले यहाँहरू सबैलाई भारी आशिष दिनुभएको होस्। आमेन।